तो गाई देख्नुहोस् हाम्रो डिनर यो देख्न सक्नुहुन्छ हाम्रो जो मटनको फाइनल लुक। यति देख्नुहोस् गाइज मैले हालेको छु लसन और अदरक अरू खुर्सानी। अब म जीरा र धनिया भुटेर हाल्छु यसमा। गुनु नाश्ता बेटू नाश्ता। ये देखो गाइज यहाँ पे ना इन लोगों के मजे पड़े हुए हैं। वाह वाह वाह। मजा आया। वाह। ये देखो हम यहाँ आए आज मेहमानी में होटल में। हमारी पार्टी चली हुई है। गुनु किसको? वाह झगड़ा हो रहा है यहाँ पे मस्तों के। वाह गुनु लाइट देती हो तो यहाँ। ये देखो गाइस इन लोगों का कैफे कितना अच्छा है। और यहाँ मेरी बेटी आके बैठी हुई है। यहाँ पे गाने चले हुए हैं देख सकते हो आप। क्या कर रही थी तू? इधर देख नाश्ता। गुनु नाश्ता बेटू नाश्ता। इनका होटल देखो कितना अच्छा डेकोरेट किया हुआ है। हैप्पी बर्थडे। अच्छा ये अस्ति गरे आउनु यहाँ आजको जो यिनीहरूको ब्युटीफुल होटलमा हाम्रो डिनर भइरहेछ देख्नुस्। वाओ देखो यहाँ पे कैसा है हो रखा हुआ। इनका काउंटर देखो कितना मस्त है सच में। मुझे ना इनका काउंटर पसंद आता है देख सकते हो। ये देख सकते हो इनका कॉफी का सिस्टम। और इसमें ना मेरा शक्ल भी दिख रहा है। यहाँ देखना गाइस ये मंदिर जय हो ये देख सकते हो। अब जाएंगे हम सीधा किचन में एंट्री करेंगे। और किचन में पहुंचते ना हाँ सही है किचन भी देख सकते हो। तो ना आज ना जो है मैं अपनी जो भाषा है ना उसी में बात करूंगी। अब देखते हैं। तो देख्नुस् गाइज यहाँ पर यहाँ ती मैले ल्याएको छु रोटी देख्नुस् पैक गरेर रोटी आफ्नै होटलबाट ल्याएको छु। और ये जो हाम्रो मासु आज हाम्रो ना मासु बनिरहेछ यहाँ त्यही भएर आएको हो हामी। हेर्नुस् यहाँ मासु। अरु यो चाहिँ हाम्रो दाइको किचन हो। हेर्नुस् भित्र कस्तो छ। आज चाहिँ अब हिन्दी नबुझ्ने त मेरा बोली बुझ्दैन होलान् त्यही मुस्किल छ। अनि नेपाली त बुझिहाल्छन् मेरो बोली। यो चाहिँ उनको किचनको सेटअप हेर्ने कस्तो बढिया छ। आज चाहिँ म यही किचनमा खाना बनाउँछु। और यिनीहरूको चाहिँ बाहिर पार्टी भइरहेछ आज। और यिनीहरूको किचन देख्नुस्। और पहिला जब मैले भिडियो हालेको थिएँ त्यसमा नि इनको किचनको जो छ ओपनिङ भएको थिएन। ओपनिङ हुने बस रहेको थियो। यो देखो बना जल्दी क्या बना खाना बड़ा है काम सब नौकर लगी हूँ। चलो 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 मदद करो भाई मैं तो अकेले नहीं। मदद नहीं दिमाग खराब नहीं करो ज्यादा हो यार क्या मान्छे छ नि नरो।
यो चाहिँ हाम्रो मटन आया छ आज मेरो के भन्छ मटन बनिरहेछ म मटन बनाइरहेको छु अरू कस्तो बनाउँछु देखाउन डिभोर्स भयो आज डिभोर्स गरे ब्रेकअप आई बाप्रे केटी भेट्न आउने भनेको त पहिल्यै डिभोर्स भएको त खै के मान्छे छु पहिले डिभोर्स भएको त कहाँबाट हुने त त्यस्तो भएपछि त अब भिडियो नबनाऊ फेरि अरे हाल्नु परेन डिभोर्स भयो भनेर अब फटाफट बनाम अब मासु बनाऊ तिमी केमा बनाउने यो चाहिँ हाम्रो मटन चुप लाग्यो देख्ने त गाई मलाई मेरो बुढाले ल्याएर जुस दियो अरू यो के चाहिँ यो बहुत टेस्टी गर्मीमा जुस चाहिँ ठिक छ अब म बनाउँछु फटाफट मासु चाहिँ मेरो प्याज देखिँदैन है हेलो वेलकम टू माय वीडियो चैनल मैं सुनील बोल रहा हूँ रोटी लिएर आयो तिमीले आज बनाउने दामी गरेर हेर त मेरो मोमोको मसला यस्तै राख्दै रहेछ नाना न्युट्री मान्छे मोटो घाटो अनि त्यहीमा बनाऊ सिकाउनु पर्छ कि कुट्ने मसला अब मलाई के थाहा जस्तो कन्फ्युज परे त्यस्तै हुन्छ त मसला के कुट्ने हो तिमी यहाँ सुनेर अनि यो ग्राइन्ड गर्नुपर्छ पर यहाँ मसला कुट्ने छैन तिमी यसमा हाल ल सबै हाल ग्राइन्ड गर्ने मसला आएर कहाँ गयो त यार अहिलेसम्म हामी खाना खाएर सुत्ने मान्छे यार यसमा गर अनि ग्राइन्ड गर्नु यसमा जे मर्जी हाल्नु छ है यस्तो सुक्खा जिन्दगी भइरहेछ चलो बनाऊ फेरि है त्यो ग्राइन्ड गर्नु के खान मन लाग्छ नि भन्नु है यति देख्नुहोस् गाइज मैले हालेको छु लसन और अदरक अरू खुर्सानी अब म जिरा र धनिया भुटेर हाल्छु यसमा और यो हाम्रो जिरा धनिया भुट्न लगाएको छु यतिर तब जाके पीसेर बहुत बढ़िया पेस्ट बनाएर हाल्छु यसमा बहुत टेस्टी लाग्छ यसरी नै हेर्नुहोस् गाइज मेरो मसाला भी भइसक्यो तयार अब म चाहिँ यसलाई बनाउन थाल्छु यो जो मटन छ यसलाई बनाउँछु प्रेसरमा तेल हालिसकेँ मैले अब यो तेललाई गरम गर्छु और जो गैस को आँच थोड़ा सा ज़्यादा गरिदिन्छु किनकि टाइम पनि धेरै भइसक्यो छिटो पकाउने हो बस चाहिँ हाम्रो तेल गइसक्यो यसमा अब यसलाई गरम गर्ने हो थोड़ा देर यति देख्नुहोस् मेरो जो तेल छ त्यो पनि गरम भइसक्यो अब म फटाफट हाल्छु यसमा खडा मसाला यो गयो हाम्रो खडा मसाला यो हाम्रो चप गरे प्याज आज चाहिँ पूरा हाम्रो नेपाली स्टाइलमा बनिरहेको छ खाना बिल्कुल बोली पनि नेपाली और खाना चाहिँ नेपाली स्टाइलमा हेर्न सक्नुहुन्छ और जो यो मटन छ नि मैले धुएर राखेको छु यसलाई
धोइसकेको छ यो मटन। यसैको साथमा मैले 2 लसुन हालिदिएको छु कल्ली। बहुत बढिया लाग्छ यस तरह पनि। साबुत लसुन पाकेको बहुत टेस्टी फ्लेभर आउँछ यस तरह। मलाई चाहिँ पसन्द छ, अरूलाई चाहिँ कस्तो हुन्छ अब कसैलाई पसन्द हुन्छ कसैलाई हुन्न। मलाई चाहिँ धेरै पसन्द छ यस्तो गरेको। साबुत लसुन हालिदिने। हाम्रो चाहिँ प्याज पनि ब्राउन भइसक्यो। अब हामी गर्छौँ यसमा टमाटर एड। टमाटर चाहिँ मेथी हाल्ने किनकि मेरो पास ग्रेभी पनि छ। अब यो मसाला पनि पिस्या मसाला पनि एड गरिदिन्छु म यसैमा। बहुत बढ़िया खुशबू आइरहेको छ यसको त झन्। थोड़ा सा इसमें पानी ऐड कर दीजिए। बाहर यति जो उसका गाना बजेको छ, बहुत ही बढ़िया बढ़िया गाना नेपाली। यसमा गइसक्यो पानी। अब यसलाई बढियासित भुन्ने। आज किनकि मेरी छोरी पनि मसित छ, त्यही भएर म ज्यादा खुर्सानी हाल्दैन धेरै, किनकि मेरी छोरीले धेरै खुर्सानी खान्ने, त्यही भएर म कम खुर्सानी ऐड गरेको छु यसमा। अब यसलाई पकाउँछौँ हामी बढिया। मसालामा चाहिँ हामी हाल्ने हौँ हल्दी, नमक, कस्तूरी लाल मिर्च, मटन मसाला, कस्तूरी मेथी, और हल्का सा चिली फ्लेक्स। अब यसलाई म बढिया मिक्स गरिदिन्छु। अब म थोड़ा इसमें पानी ऐड गरिदिन्छु। और जो यो टाइम भएको छ नि अहिले 11 त बजिरहेको छ अहिले। अब यसलाई हामी बढिया यस्तो पकाइदिन्छौँ। और न हल्का सा जो छ नि यो ग्रेभी पनि म ऐड गर्छु यसमा। यति चाहिँ ग्रेभी ऐड गरिदिरहेको छु, ज्यादा गर्दैन किनकि टमाटर छैन नि मेरो पास, त्यही भएर यो ग्रेभीको दिइरहेको छु म। और जो हाम्रो लसन छ नि यसको बढिया देखिरहेको छ नि। अब चाहिँ यसलाई बढिया से पकाइदिन्छौँ थोड़ा देर। और जो हाम्रो मटन और यहाँ थी मैले थोड़ा आलू काटेको छु, देख्न यसको साइज पनि धेरै ठुलो छ। यो चाहिँ म यही मटनमा हाल्छु। मलाई चाहिँ यो आलू मटन बहुत बढ़िया लाग्छ हल्का ग्रेभीमा। हेर्न सक्नुहुन्छ यति ठुला साइज काटेको छु। और यहाँ हाम्रो मसाला भइसक्यो तयार, किनकि तेल छोडिहाल्यो मसालाले और हाम्रो मसाला चाहिँ रेडी भइसक्यो। अब हाल्छौँ हामी यसमा आलू और मटन। हेर्न सक्नुहुन्छ क्या प्यारा कलर आएको छ यसमा। हेर्नु बिल्कुल लाल भइसक्यो। मलाई चाहिँ नि सुक्खा सुक्खा मटन राम्रो लाग्छ, ग्रेभी टाइप। हेर्न सक्नुहुन्छ यसमा चाहिँ म आलू ऐड गरिरहेको छु। आलू हालिसकेँ मैले यसमा और थोड़ा सा मिक्स गरिदिन्छु। यो चाहिँ हाम्रो मटन गइसक्यो। यसमा
अब चाहिँ म यसलाई सिटी लगाइदिन्छु बन्द गरेर और म एक साइडमा चामल लगाइदिन्छु भात जो छ हाम्रो चाहिँ जो मटनको कलर छ हेर्नु कस्तो बढिया देखिरहेको छ। अब चाहिँ म यसमा सिटी लगाइदिन्छु सबभन्दा पहिलो कुरा। मैले चाहिँ ढक्कन पनि लगाइसकेँ, हल्का सा सिटी पनि आउन लागेको। अब चाहिँ यतातिर हामी चामल लगाउँछौँ भात। गाइज मेरो भिडियो हजुरलाई कस्तो लाग्छ प्लिज लाइक कमेन्ट गर्नु होला। अरू मेरो रेसिपी चाहिँ हजुरलाई मन परे होला त मेरो रेसिपी एकचोटि ट्राई जरुर गर्नु होला। बहुत टेस्टी बन्छ त्यसरी जसरी मैले बनाएको छु। र एकचोटि कमेन्ट जरुर गर्नु होला। हेलो गाइस, आई होप आप लोग अच्छे होंगे। नहीं नेपाली ब्लॉग है आज का ब्लॉग हाम्रो ब्लॉग मटन ग्रेवी वो बनाना आटे है। यहाँ हेर्न सक्नुहुन्छ मेरो बुढा आउनुभयो और इनको चाहिँ आज पार्टी चलेछ। कस्तो लाग्यो हजुरलाई? के को लागि आउनुभयो? पापड छ। के खानुहुने आज हजुरले? नहीं के खानुहुने हो हजुरले आज? क्या खानुहुने? पापड मटन। पापड मटन चाहिँ यिनले खानुहुने हो। म अब बनाउँछु भात। भातको बिना त नेपालीको काम छैन। अब म बनाउँछु भात। देख्न सक्नुहुन्छ हाम्रो मटनमा 2 सिटी आइसक्यो। अझै यसमा सिटी आउने बाँकी छ। और यहाँ मैले दाइलाई ल्याइदिएको छु रोटी, किनकि अहिले जो टाइम भइसक्यो त्यसमा रोटी बनाउन सकिन्न, बहुत ज़्यादा लेट हो जाने। त्यही भएर म रोटी पैक गरेर ल्याएको छु होटलबाटै। यो देख्न सक्नुहुन्छ हाम्रो जो मटनको फाइनल लुक। अब चाहिँ हामी यसलाई भातसित सर्भ गर्ने हो। देख्न सक्नुहुन्छ और प्रेसरमा चाहिँ भात लगाइसकेँ, किनकि मलाई यहाँ प्रेसर ही मिलेन। त्यही भएर यसलाई खाली गरेर खाली गरिदिएँ यसमा। अब यसमा चाहिँ भात लगाइदिएँ और यसलाई चाहिँ हल्का हल्का खियाउँदै रहेको छु। आजको डिनर हाम्रो यो हुनेवाला छ गाइज। आज ब्रेकअप भयो अरे। ल ब्रेकअप भयो। क्या पोस्टर कोड छ यताले? ए हेर्नुस् गाइज, आज हाम्रो मटन ग्रेभी एन्ड राइस खाँदैछौँ आज। इन्जोय इन द पार्टी इज मिस्टर किरण थापा। सो गाइस हाम्रो डिनर भइसक्यो तयार। देख्नुहोस् हाम्रो लजीज डिनर। र यो चाहिँ मेरो र मेरी छोरीको डिनर हो। अरू मेरो बुढाको और दाइको डिनर यहाँ छ। अब चाहिँ हामी इन्जोय गर्छौँ। तपाईलाई मेरो भिडियो पसन्द आयो त लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला। अब मिल्छु म हजुरलाई नेक्स्ट भिडियोमा। तब तक के लिए बाय बाय।